ओके, अब आज हामी जाँदैछौँ डेनमार्कबाट जर्मनीसम्म बाई रोड। टोटल डिस्टेन्स चाहिँ लगभग 335 किलोमिटर छ र त्यो कभर गर्नको लागि चाहिँ हामीलाई लगभग 4 देखि 4.5 घन्टा लाग्छ। एनर्जी ड्रिंक आज कहाँ जान लाग्छ? कति मिनेट लाग्छ ल भन्नु? आज हामी अब जर्मनीको हाम्बुर्ग जाँदैछौँ। हजुर। अब यहाँबाट 15-20 मिनटमा चाहिँ हामी सिपमा पुग्छौँ क्रुजमा। ओके। त्यसपछि हाम्रो 45 मिनट्स हुन्छ क्रुजको टाइम। ओके। त्यसपछि गएर चाहिँ हामी एउटा ठाउँमा बसेर खाजा खान्छौँ। वेदर अलि यस्तै क्लाउडी भयो भने त धेरै रमाइलो भयो। धेरै 29-30 चाहिँ नहोस्। अन्त होटलमै बस्नु पर्ला नि फेरि हामी भित्रैको भित्रै। होप कि होस् होइन। जर्मनीको ह्याम्बर्ग अरू कहाँको ह्याम्बर्ग? गाडी चार्ज हुँदैछ। अब अलमोस्ट सकिन आँटेको छ। 2टा गाडीको चार्ज आउँछ। यो स्क्रिनमा हाम्रो बोर्डिङको टाइम देखाइरहेको छ 11:15 भनेर। अब यहाँबाट यो रोल्बीबाट हामी फेरि चढेर जान्छौँ जर्मनीको पट गार्डन भन्ने ठाउँमा। त्यो चाहिँ टोटल डिस्टेन्स भनेको लगभग 20 किलोमिटर रहेको छ र यो क्रस गर्न चाहिँ सिप भन्नाले फेरीमा चाहिँ हामीलाई 45 मिनट जस्तो लाग्छ। ओके, अब यो फेरीलाई चाहिँ स्ट्यान्डर्ड फेरी भन्छ होइन। यसमा चाहिँ लगभग एकचोटिमा 365 वटा गाडीहरू र रफली 1000 देखि 1500 जना मान्छेहरू चाहिँ ट्राभल गर्न मिल्छ। न गन्तव्यको मोह न हराउने भए, यात्रा यो जीवनको रहर, हराउनु पनि त एउटा अनुभव हो र आफूलाई चिन्ने अवसर। It's okay. यो चाहिँ बोटको वेलकम टु विनोद दकास ब्लग। ल मैले तपाईँलाई हामी कहाँसम्म भन्नु? अहिले हामी रोल्बी भन्ने ठाउँमा छौँ। अब यहाँबाट हामी जर्मनी। ओके, यो हाम्रो कति घन्टाको टुर हो? ओके ओके सर। सो यो 1 घन्टामा चाहिँ के खानुहुन्छ त? केही भोक लागेको छ कि छैन? ओके, सपनले कफी लिएर आउँदैछ। अब हामी कफी खानेछौँ यहाँनिर। अनि यहाँ खानेकुराको पनि व्यवस्था हुन्छ। गाइजहरूले कफी खानेवाला छ। म चाहिँ विनोद दाईको एसिस्टेन्ट ब्लगरको। मलाई यो ब्लग बनाइदिने यस्तो अलिअलि पैसा दिए लागि। त्यो मुस्कान हो जसमा चिन्ता छैन, ती आँखा हुन् जसमा छल छैन। दिलको संसार सानो छ तर कल्पना असीमित छ। एउटा कागजमा उडाउँछन् हात्ती र पानीमा देख्छन् इन्द्रेणी।
पाउनुभयो लि ड्युटी सप सानै भए पनि फेरीमा ड्युटी फ्री लगायत अन्य थुप्रै पसलहरू थिए र यही पसलमा घुम्न जाने क्रममा पूजाले के अरे सपनलाई चस्मा किन्दा झन्डै पूजालाई चाहिँ हामीले छोडेर निस्कनु परेको थियो पूजा हराएको थियो गाइडसम्म आउनै सकेन बल्ल बल्ल आइपुगेको थियो Die into rose. Rose in that. Where's the baby one? Is it this? Yeah. In. Shoot. So, औजीले बिटेला गर्दैछ पैसा तिर्दैछ Let's get a hand. Okay, tobacco then. Asma किन्ने भनेको let's see. I've been running in circles, chasing the sun, waiting for someone to tell me I'm the one, but I got tired of waiting, tired of doubt, so I lit my own fire. Now there's no burning out. Every step I take, I make it count. Ain't no time for fear, no looking down. The stars ain't gonna fall right into place. I'm reaching up, I'm setting the pace. It's in my hands, so I hold अब पहिलोचोटि जर्मनीको अटोबान एक्सपिरियन्स गरियो यो भनेको फ्री स्पिड हो आफूले जति सक्छ त्यति चलाउन मिल्छ बट देन यु हेभ टु बी एक्सट्रिमली केयरफुल story I own. बेबी को खाएको तिमीले त्यो आइप्याड पाउँदैन हो तिमीले भेट ओके अब फर्स्ट ब्रेक इन जर्मनी केटाकेटीहरू भोकायो अरे यिनीहरूलाई हल्का स्ट्रेचिङ गराउने आफू स्ट्रेच गर्ने अनि यहाँबाट निस्किने या 10 वर्षपछि यहाँनिर इनकेस तिमीहरू ड्राइभ गरेर आयो भने चाहिँ म यत्रो थिएँ भनेर सम्झिन्छ अनि 10 वर्षपछि आएपछि भाउजू चाहिँ भन्नुहुन्छ म यस्तो थिएँ 10 वर्षपछि चाहिँ म बुढी भयो भने हुन्छ कि के हुन्छ होला तर 10 वर्षपछि त केही बुढी हुँदैन होला बेट ठिक छ हिरो देखेछ त के अरे हामी गाडी उता पार्क गर्ने त्यहाँ नजिक मैले साथै लिएर आएको तपाईँले लिएर आउनु है ओके ल बाई ड्रोनमा नआउँदा सो म पनि अलिकति देखाइहाल्छु म वाइ यहाँ आनन्द भइरहेछ ओके छ त सिमोन सुतिरहेछ Hell is gonna miss me when I'm gone. Hell is sure gonna miss me when I'm gone. हाम्रो होटल चाहिँ अब मेन सिटी ह्याम्बर्ग सिटी भन्दा लगभग 25 देखि 30 मिनटको ड्राइभमा थियो त्यो चाहिँ अब किन भन्दा सिटीमा अति महँगो हुन्छ भनेर हामीले अलिकति टाढा बसे पनि के भयो आफ्नै गाडी छ भन्ने हिसाबले चाहिँ फेरि टाढा लिएको थियौँ तर ठिक छ बाटो रमाइलो छ आउनुलाई
टोइलेट अब यहाँबाट इन्ट्री गरेर यता जान्छु पहिला म ओके यहाँ पनि टोइलेट हो त्यसपछि यताबाट यो के हो ओके यो चाहिँ एउटा लिभिङ रुम या लिभिङ रुम Hello. यो चाहिँ हाम्रो यस्तो चिल गर्ने ठाउँ त्यसपछि यता गएर रुम छ ओ यो चाहिँ बच्चाहरूको लागि रुम इन्ट्रेस्टिङ ओए कस्तो ह्यारी पोटरको जस्तो रुम या यहाँ को सुत्ने सिनाई सिमोन के अनि रोजु ओके है त ओके पछि अर्को बेडरुम ओके यो चाहिँ कपल बेडरुम अर्को रुम ओ रुममा 3 छ त क्यान्डल बालेर पछि यो लास्ट रुम ओ यहाँ पनि रमाइलो इन्ट्रेस्टिङ के हो कुरा यो बच्चाहरूको लागि अलि इन्ट्रेस्टिङ यहाँ गाइस कुरा गर्दैछ कि बियर किनेर राखेर फ्रिजमा हानेर तर रेस्टुरेन्ट थियो त तल रेस्टुरेन्ट नखाने तपाईँहरू रेस्टुरेन्टमा चाहिँ को जान्छ हामी सुतेपछि तपाईँहरू जाने होला नि ओके अलिकति के भन्छ यसलाई टेरेस यो चाहिँ छ त अलिक सानोवाला यहाँबाट चाहिँ ह्यान्डब्यागबाट अलिक भ्यूहरू देखिन्छ तर बच्चाहरूलाई अलिकति सम्हाल्नु पर्छ या सिमोन तिमी पनि है ओके अब हाम्रो दिनभरिको थकानपछिको हाम्रो डिनर के छ त हाम्रो डिनरमा हाम्रो डिनरमा कबाब फ्युलिङ छ कस्तो मिठो रहेछ यो जर्मन कबाब जर्मनमा त फेमस हैन इट्स सो गुड हामी सबै भोकल तर यस्तो अर्कै स्टाइल हुँदो रहेछ तर यति धेरै थकाइ लागेको छ यति धेरै टायर्ड भएको छ यति धेरै भोक लागेको छ कि कति बेला पप्पा खाएर स्याल मस्त भइरहेको छ बट या सो दिस इज आवर डिनर फर टुडे फर डे 1 बाटो थिएन त्यहाँ सहर थिएन त्यहाँ फुल थियो र त बास्ना आयो हिँड्दै थियौँ हामी बाटो पन्छाउँदै बाटोमा साथी भेटिए गहिरो सम्बन्ध भयो